ब्याक टु आवर न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि धेरै पछि फेरि पनि न्यू भिडियो लिएर आइसकेको छु। अनि बाहिर थम्बनेलमा हेरे पनि तपाईहरुले थाहा पाइसक्नु भयो होला आजको भ्लग चाहिँ म चितलाङ जाँदै छु। म साथीहरुसँग चितलाङ जाँदै छु। अनि आज चितलाङ चाहिँ हाम्रो चाहिँ 2 दिनको हुन्छ। जस्तै आज गयो भोलि फर्किने नै हो। अनि त्यसपछि 2 दिनको भ्लग एकैचोटी आउँछ। त्यो धेरै लामो पनि राख्दिन म किनभने हेर्न पनि त बोरिङ लाग्छ। सो म थोरै क्लिप मात्र राख्ने छु। अनि तपाईहरुले चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर इन्जोय लिदिनु होला। हामी चाहिँ कलङ्कीदेखि चाहिँ हामी सुमोमा हो। अनि यहाँ चाहिँ मेरो खानेकुराहरू छ। अनि म चाहिँ अगाडि बसेको किनभने भिडियोहरू क्याप्चर गर्नको लागि म प्रायः जस्तो अगाडि नै बस्छु अनि साथीहरु चाहिँ पछाडी हुनुहुन्छ। यो चाहिँ हो चन्द्रगिरीको बाटो। अनि हामी चाहिँ चन्द्रगिरीको बाटोबाट गएको थियौं कि। अनि किनभने अरु पनि बाटो छ तर हामीलाई चाहिँ यता चन्द्रगिरीदेखि नै गयौं हामी चाहिँ। अनि तपाईहरुले हेर्न सक्नुहुन्छ भ्यू पनि एकदमै राम्रो आएको छ। अनि चितलाङ भनेको प्राय भ्यू नै हेर्न जान्छ जस्तो लाग्छ के मलाई। अनि यो चाहिँ हामीले चाहिँ बाटोको भ्यूहरू चाहिँ अलिअलि क्याप्चर गर्दैछौँ। अनि किनभने गाडी पनि स्लो नै छ है किनभने मैले भिडियो क्याप्चर गर्ने बेलामा चाहिँ स्पिड भयो भने चाहिँ त्यो भिडियो अलि राम्रोसँग क्याप्चर हुँदैन रहेछ के। त्यही कारणले गर्दा चाहिँ हामीले अलिकति स्लोमै गइरहेको छौं। अनि मलाई कति धेरै मन पर्छ यस्तो अनि मलाई चाहिँ कति धेरै मन पर्छ के यो बाटोको एकदमै धेरै इन्भाइरोमेन्टको चाहिँ मलाई मजा लिन मन लाग्छ के। अनि अस्ति भ्यू त यो हो नि त गाइस हेर्नुस् न कति राम्रो भ्यू हो कति राम्रो हो। अनि बाटो चाहिँ यस्तो अफ रोड पनि छ गाइस। कति जनालाई त थाहा नै छ होला कि बाटो कति धेरै अफ रोड छ भनेर। यदि म बसमा गएको भए यो पीडा त म जिन्दगीमा कहिले पनि बिर्सिन थिए होला। हामी चाहिँ अलिकति माथि आइपुगेपछि चाहिँ काठमाडौँको यस्तो बवाल भ्यू देखिन्छ गाइस। ओ माय गॉड काठमाडौँको भ्यू त्यसको साथसाथमा हिमाल पनि देखिन्छ गाइस। ओ माय गॉड हेर्नु न यहाँ अफ रोड कति धेरै हो कि डरै लागिसक्यो। अफ रोड देख्दाखेरि पनि भिड त्यतिकै छ। मलाई चाहिँ हुन त म पहाडमै हुर्केको त्यही पनि मलाई खाजा नै हो मैले किनेको थिएँ कि बाटोमा। मलाई एकदम अल्छी लाग्छ। टाइम त हुन त छोटो टाइममा पुगिन्छ त्यही पनि अल्छी लाग्छ नि त। त्यही कारणले गर्दा चाहिँ मैले खानेकुराहरू किनेको थिएँ। लगभग हामी यहाँ हल्का अब आधा बाटो जति चाहिँ बाँकी छ। अनि अब अलिअलि रात जस्तै 3-4 बजेतिर त हल्का रात पर्न खोज्छ नि त मतलब अलिकति घाम डुब्न खोज्छ। अनि घाम डुब्न लाग्दाखेरिको भ्यू चाहिँ यो हो। अनि बादलहरू हेर्नु न कस्तो राम्रो लाग्छ। हुन त म भिडियोहरू क्याप्चर गर्दै हिँड्ने मेरो पहिलेदेखिको बानी थियो। अनि यसरी नै यस्तो भ्यूहरू देख्दाखेरि चाहिँ मलाई त्यो थाकेको पनि मलाई महसुस नै हुँदैन थियो कि। अनि यस्तो भ्यू हेर्दा मलाई त कतिखेर चितलाङ पुग्छ त्यो पनि थाहा हुँदैन जस्तो लागिरहेको छ के। हेर्नु न यस्तो बवाल भ्यू कि मलाई त थाकेको पनि महसुस भएन किनभने चितलाङ आइपुग्यो भने पनि हुन्छ। अब चाहिँ 5-10 मिनट धेरैमा त्यति पनि लाग्दैन। सो त्यही कारणले गर्दाखेरि चाहिँ अब चाहिँ गाइस अब चाहिँ यो मलाई एकदमै मनपर्छ कि सनसेट हेर्न। म सनसेट हेर्न त कहाँ पुग्दिनँ कस्तो मनपर्छ सनसेट मलाई। अनि यो सनसेटको भ्यू त ओ माय गॉड तर चिसो चाहिँ एकदमै भएको छ है जति नै घाम लाग्यो पनि। कस्तो चक्कर लाग्यो। आयो मेरो ब्याग त सब खसिसकेको छ। झर अगाडि छिटो आयो चक्कर मन लाग्यो। यो होला अनि यस्तोलाई जिब्रे झोला भन्छ त तिमीहरूले। अनि मलाई तिमीहरूले त्यही त भने हो। अनि चितलाङको के भन्छ यो चाहिँ के भन्छ पार्किङ होला चिया पसल वाइन टेस्टिङ खाजा खाना। यस बोलो बेटा यता सोध्दै जाम न कति कस्तो कस्तो हो ठाउँ हेर्दै यस्तो बेफिदा हो। कता कुन साइडमा
तर नासपति उ त्यहाँ हो नासपति उस भएको चाहिँ अहिले हालै मिल्छ नासपति उतैतिर जाऊँ न त नासपति बगैँचा देखो एक टाइममा त नगरिकन होमस्टे बुक नगरिकन आयो भने चाहिँ हामी जस्तो दुःख पाइन्छ। हातमा झोला बोक्यो अनि डुल्दै बसे यसरी। यत्रो होमस्टे छ तर सबै प्याक। रुन मन लागिसक्यो। न पछाडि जाने बाटो थाहा छ हामीलाई। यो चाहिँ हो हामी बसेको होमस्टे अनि तपाईँहरूलाई होमस्टेको नाम पनि अहिले एकछिनपछि नै देखाउने छु। अनि यो चाहिँ नाइटको भ्यू हो नि त। दाइले चाहिँ अब चाहिँ आगो बाल्दिन लाग्नु भएको छ अनि आगो बालिसकेपछि चाहिँ हामी चाहिँ मस्त नाच्नेछौँ, रमाइलो गर्नेछौँ, इन्जोय गर्नेछौँ गाइस। अयो कम त गाह्रो हुन्छ त नि आगो बाल्नलाई पनि त। सो बिचरा दाइहरूले हामीलाई जाडो भयो भनेर आगो बालिदिनु भएको त होइन कि, तर यहाँको हुन्छ नि एउटा रुल्स हो, त्यही नै हो। बिचरा दाइले आगो बाल्दै हुनुहुन्छ। सबजना आफ्नै पारामा छ, म आफ्नै पारामा, यी साथीहरू आफ्नै पारामा। गाह्रो छ गाह्रो छ। यहाँको के अरे चिज होइन लोकल होइन त यो लोकल होइन यो चिज लोकल चिज है लोकल चिज। ट्राई गर सबैले ट्राई गर न सबैले ट्राई गर। यहाँ आउनु भएपछि त यो त खानै पर्छ झन्। ल मेरो पानीबाट बनेको हो हजुर। भिडियो स्टार्ट भयो ल त हैन चिर्से गर नानी 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 ट्राई गर्ने एउटा किन्नु न के भयो त नि खानु पर्छ थोरै गुलियो हुने भने चाहिँ ऊ जस्तै के अरे हजुरले ल्याइदिनु के अरे खुवा खुवा कुराउने एउटै हो के। खानाको टाइम खाना स्मृति खाए खाना स्मृतिको खाना यति खाएको भएर दुब्लाएको हो क्या। यसको दुब्लाउनुको रिजन यही हो। दीक्षा मोटाउनुको रिजन चाहिँ यो हो। भेज हो यो चाहिँ। हामी चाहिँ चिकन दीक्षाको होइन कि दीक्षाको चिकन पनि मैले खाएको। यो पनि मेरो हो यो पनि मेरो हो कि। त्यसले पनि अब भनेर खाँदैन पक्कै मलाई नै दिन्छ यसले। हामी चाहिँ यहाँ चितलाङमा छौँ होइन। अनि त्यसपछि हामी चाहिँ कुन होमस्टेमा बसेको भनेर अनि धेरैलाई थाहा होइन नि त। अनि होमस्टे चाहिँ हामी चाहिँ धेरै होमस्टेहरू खोजेको कि किनभने हामीले बुक गरेको थिएनौँ नि त। सो अनि हामी खोज्दा चाहिँ अनि हामी कुन होमस्टे आइपुग्यो तपाईँहरूलाई म देखाउनेछौँ। अनि देखाउनुभन्दा पहिला म एउटा कुरा भन्छु, चितलाङ चाहिँ लास्ट जाडो छ। प्लिज मफलरहरू सब लिएर आउनु, टोपीहरू लिएर आउनु।
यति चिसो भएको छ कि यति चिसो भएको छ पुरै नगर्नु नाच्यो भने चाहिँ एकछिन चाहिँ तातो चाहिँ हुन्छ नत्र लास्ट जाडो हुन्छ अहिले चाहिँ हामी खाना खाएर बसेको थियौँ नि त अनि हामी बसेको होमस्टेको खाना खाने ठाउँ चाहिँ यो हो अनि हामी बस्ने चाहिँ यता हो अनि हामी चाहिँ नेपाली फर्स्ट गोल्ड चिज फ्याक्ट्रीमा बसेको छ अनि तपाईँहरू पनि आएर बस्न सक्नुहुन्छ एकदमै राम्रो फेसिलिटी छ अनि त्यसपछि यही हो नेपाली फर्स्ट गोल्ड चिज फ्याक्ट्री अनि यसपछि यहाँ चाहिँ मादलहरू आफै बजाउन पाइन्छ गिटारहरू आफै बजाउन पाइन्छ अनि यहाँ बार्बिक्यू पनि गर्ने ठाउँ थियो तर हामी बार्बिक्यू गर्ने ठाउँ चाहिँ अहिले हटाइसक्यो किनभने सबैजना खाना खाइसक्यो नि त त्यही कारणले गर्दाखेरि अनि यहाँ चाहिँ आफै मादल बजाएर टुक्का मिलाउँदै आफैले गीत बजाउँदैछ नि त गीत गाउँदैछ नि त अनि सो हेर्नु है यस्तो साथी कसैले पाउँदैन होला गाइज हेर्नुहोस् ल हेलो एन्ड गुड मर्निङ एभ्रिवान डे 2 मा तपाईँहरूलाई फेरि पनि स्वागत छ अनि यो चाहिँ डे 1 र डे 2 को एकैचोटि आउँछ नि त अनि त्यही भएर आज चाहिँ हामी कुलेखान जान लागेको अनि किनभने जितलाङमा खासै केही पनि छैन नि त जस्ट क्याम्प फायर हान्ने रमाइलो गर्ने मात्र हो कुलेखानीमा चाहिँ अलिकति बेस्ट हुने हालमा चाहिँ त्यही भएर 2 दिनको ब्लग एकैचोटि हामी चाहिँ अहिले ब्रेकफास्ट खान आएको छौँ ब्रेकफास्ट खाएपछि मात्र घुम्न जान्छौँ घुम्न जाने ठाउँ चाहिँ त्यो हो पख न अनि ब्रेकफास्ट खाने ठाउँ नै यही हो आऊ न आऊ दीक्षा चाहिँ हेर्नु न उसको ड्रेस सब हेर्नु पऱ्यो अरे गाह्रो छ हौ केटी मान्छेलाई ब्रेकफास्ट खाने ठाउँ चाहिँ यतै हो ओ माइ गॉड ब्रेकफास्ट आयो है म खाँदैन चामसाम जे भएन लौलीका यो चाहिँ मलाई मनपर्छ ए बाई बाई अब त गुड चिजबाट जान लागेको हामी अब त्यो फार्मलाई चाहिँ के भन्छौ है त्यो फार्मलाई चाहिँ के भन्ने अब हामीले त्यो चाहिँ मलाई थाहा छैन नाम चाहिँ लगाउने भाइ लगाउन त तिमीहरू ल आउनुहोस् ल टिका लाउन आउनुहोस् आउ न 50,000 नदिकन म बिदा नगर्ने जान्छु वाने हो मोबाइल लिनु तैले दिनु पर्यो भन्नु न जाऊ न लगाऊ के छिटो धेरै पढ ज्ञानी बन धन्यवाद बुद्धिमानी बन फेरि पनि आउँदै गर ल आउ बाबु दिदीलाई धेरै नपिट सधैँ चाहिँ सबै दिदी जाऊ दीक्षा छिटो ओ माई गॉड यस्तो त हुँदैन है ओइ अनि क्यामेरा कसले समात्छ ओइ क्यामेरा कसले समात्छ कस्तो मन्दिर रे लौ न समाता लौ तिमी त उस लगाउन जाऊ म टिका चाहिँ ल्याउँदिनँ अङ्कल आन्टी मलाई फुल मात्र दिनु हजुर ए बाबु यो नानीले 50,000 दिएन
म कोठामा थुनेर यो नानीको हिजो मैले मोबाइल भेटेको थिएँ अनि फेरि मोबाइल भेटेर आइफोन फेरि अनि दिदी 50,000 देऊ भने दिएन यसलाई कोठामा थुनेर ल नानी ल अहिले बाई बाई अब चितलाङलाई बाई बाई गरेर अब चाहिँ हामी कहाँ जान लागेको भन्यो त कुलेखानी हामी चाहिँ अब अटोमा जान लागेको कुलेखानी अनि सामान हेर्नु न यति धेरै छ बिचरा भाइलाई मिलाएर लगिदिनु भएको छ है दाइले चाहिँ लेट्स गो गाइस लेट्स गो बाइ बाइ छाइमा त कति काली देखा हैन मैले त लाइट कालो देखे भनेर बत्ती बाल्न छैन है यहाँ हेर्नु आजको हाम्रो ट्रिप भनेको मार्कुसम्म लास्ट भेडामा पनि जान्छौँ मार्कु पनि हो भेडा फार्म फाइनली हामी भेडा फार्म पनि आइपुगिसकेको छौँ अनि मार्कु चाहिँ अलिकति उतापट्टि हो नि त अनि चाहिँ भेडा फार्म पहिला आउँछ कि मार्कु जानुभन्दा पहिला चाहिँ अनि भेडा फार्म सबभन्दा चितलाङको फेमस भनेको भेडा फार्म हो कि अनि कति धेरै आज त स्याटरडे भएर होला यति धेरै मान्छे अनि प्लस गाडी एकदमै धेरै छ अनि के भन्छ हामी पनि एकछिन रोकेर फोटोसोटो खिच्ने भनेर प्लान गर्दैछौँ अनि त्यसपछि यता फोटो भिडियो खिचेपछि मात्र हामी मार्कुतिर लाग्नेछौँ गाइस धुलो फेरि यति धेरै होइन कि आमामामा त्यो बाइक र स्कुटर कति धेरै धुलो कि तिनीहरूले गर्दाखेरि अब चाहिँ हामी झर्न लागेको अनि मलाई त्यो चितवनमा बस्दा चाहिँ अलिक खोल्न आउँथ्यो अहिले चाहिँ अलिक बिर्सेको रहेछ कि अनि त्यही भएर तै पनि जे भए पनि खोलेर चाहिँ देखाएँ है मैले फेरि हामी चाहिँ यहाँ वान पिस लगाएर आएको छु मैले चाहिँ आज आउनको लागि चाहिँ एकछिन त हेर्नै परेको भेडा फार्मको भेडा सबै भगाइदिएला है फेरि है भेडा रहेछ दौड्यौँ न अगाडि जाउँ ए अनि है यहाँबाट चाहिँ देखिन्छ कि त्यहाँपट्टि चाहिँ तर हरियो त सुकिरहेको है घाँस सुकेको के अन्त नि भेडा आफ्नो घरको भेडा छोडेर अरूको भेडा हेर्न आउँदैछु म चितलाङ र कुलेखानी भनेको त तर भ्यू हेर्न मात्र आउनु रहेछ क्या है यहाँ पनि छ अब एकछिन पछि चाहिँ हामी यो ड्याममा गएर चाहिँ ड्याम भन्छ कि के भन्छ मलाई त हामी खोला हो कि के हो होइन अनि त्यहाँ गएर चाहिँ अब चाहिँ हामी चाहिँ बोर्डिङ गर्छौँ त्यही हो अनि यिनीहरू चाहिँ यता फोटो खिच्न लागिरहेछ हेर्नु हामी मार्कु त आइपुग्यौँ तर मान्छे भिड भएर पालो चाहिँ नपाउँला जस्तो छ बोटिङ गर्नेको रिक्साहरू साथीहरू माथि नै छ सबैजना तलबाट हिँडेर गइरहेको छ अनि यत्रो मान्छे छ हेर्नु न अनि कहिले पालो पाउने त्यसरी जानुपर्छ अनि यस्तो बोटिङ गर्ने इच्छा पनि मर्ला तिनीहरू जहाँ जाँदा नि लास्टमा हिँड्छ म जहिले नै अगाडि हिँड्छु सानो मान्छे जहाँ पनि पुत्रो पुत्रो फेरि जान्छु खाँदा हुन्छ पिकनिक पनि हुँदो रहेछ हौ मार्कुमा त कस्तो रमाइलो गरेको हौ अर्को त के गर्नु हामी त पिकनिक खान आएको नि हामी त घुम्नलाई यहाँ चाहिँ फोटोसुट हुँदैछ दाइ र दिदी र भाइको यहाँ क्यामेराम्यान हाम्रो आजको क्यामेराम्यान यही हो सेम थियो तँलाई भने मलाई चाहिँ म कति धेरै मान्छे हो रिसाउँछ अब साँच्ची कुर्ने मान्छे पनि त्यसो भए हामीलाई दिँदा हुन्थ्यो नि हामी थोरै
यता यता आउनु लागिसक्यो किनभने हामी उताउतै पुग्दै गयो नि त जसका दिने त हो नि यसले के नै हेरौ आइपुग्यो जसका दिन्छ त्यसले त्यो उतै गयो आएन यता आएन क्यारे राम्रोसँग समाते कस्तो मजाले गएको हेर न त्यो झन् लेक साइड नभइरहेको रहेछ कति धेरै टाढा रहेछ उता त मेरो माया हुन्छ कि एक साइड मेरो माया हुन्छ कि गाइस अब चाहिँ हामी फर्केको घर पनि त जानु पर्यो नि त सधैँ त बसेर मात्र हुँदैन गाइस हेर्नु है हामी चाहिँ जाँदाखेरि अर्कै बाटो फर्किँदाखेरि अर्कै बाटो आएको छौँ जाडो पनि यत्तिकै हावाले लास्ट हानेको छ यति धुलो आउँछ कि यति धुलो ओ माइ गॉड यो धुलो सम्झ्यो भने त मलाई फर्केर नै आउन मन लाग्दैन हो तर भ्यू हेऱ्यो भने चाहिँ यो धुलो पनि बिर्सियो